हेलो साथीहरु, आज चाहिँ मेरो भिडियो के को हुने रहेछ त्यो चाहिँ माथिको हेडलाइन हेरेर तपाईहरुले चाल पाइहाल्नु भयो होला है। आजको भिडियो के हुने रहेछ भनेर हैन मेरो। अनि म चाहिँ डेलीको स्किन रुटिन के गर्छु हैन, डेलीको के फेसमा एप्लाई गर्छु त्यो चाहिँ म तपाईहरुलाई देखाउन गइरहेको छु। अनि मेरो प्रेग्नेन्सी टाइममा चाहिँ यो धेरै यता पिम्पल निस्केको थियो क्या। अनि मैले यो प्रोडक्ट एप्लाई गरेर चाहिँ धेरै राम्रो रिजल्ट पाएँ। तपाईहरुले हेर्न सक्नुहुन्छ, धेरै राम्रो रिजल्ट पाएँ हैन। अनि मेरो त राम्रो भयो, त्यही भनेर चाहिँ मैले तपाईहरुको छेउमा चाहिँ यसको बारेमा चाहिँ भिडियो बनाउन लागेको है। अनि हरेक कुरा चाहिँ सबैलाई सुट गर्छ भन्ने छैन हैन। अनि मलाई चाहिँ यो .in की को चाहिँ प्रोडक्ट चाहिँ मलाई धेरै सुट गर्यो, राम्रो भयो भनेर चाहिँ तपाईहरुको छेउमा मैले चाहिँ यसको बारेमा चाहिँ भन्नु गइरहेको छु हैन। अनि कस्तो फेस थियो हेर्न सक्नुहुन्छ। अहिले फेस मेरो अलिक राम्रो भएको छ, पहिला भन्दा चाहिँ धेरै राम्रो भएको छ फेस हैन। अनि म चाहिँ डेलीको युज गर्छु। अनि के एप्लाई गर्न गइरहेको छु त्यो चाहिँ म तपाईहरुलाई देखाउन गइरहेको छु, हेर्नु होला है मेरो भिडियो। अनि यो फेस वाश हो, यो फेस वाश त मैले गरिसके है। अहिले के नलाइकिनै मेरो फेस हेर्नु सक्नुहुन्छ, यतिको देखिरहेको छ हैन। त्यहाँदेखिको चाहिँ यहाँ हो, यो चाहिँ सिरम हो हैन। अब यो सिरम एप्लाई गर्न गइरहेको छु, हेर्न सक्नुहुन्छ मेरो फेस है। सिरम एप्लाई गर्न गइरहेको छु, हेर्नु है। झर्यो अलिकति त है। मलाई त धेरै राम्रो भयो साथीहरु। हरेक कुरा सबैलाई सुट गर्छ भन्ने कुरा छैन हैन। मलाई सुट गरेर चाहिँ त्यही भनेर तपाईहरुसँग शेयर गर्नु आको है साथीहरु। सिरम एप्लाई गरिसके, त्यहाँदेखिको म चाहिँ अब यो मोइस्चराइजर क्रिम एप्लाई गर्नु गइरहेको छु है। देख्न सक्नुहुन्छ है मेरो यो चाहिँ कालो चाहिँ यो बर्थमार्क हो है। अब यो चाहिँ हो सनस्क्रिन। साथीहरु यहाँ हेर्नु सक्नुहुन्छ है, मैले एप्लाई गरिसके। पहिला कस्तो थियो है एप्लाई गर्नुको पहिला, अनि अहिले हेर्नु है ग्लेज हेर्नु सक्नुहुन्छ है कतिको ग्लेज आउँदैछ है। अनि मलाई चाहिँ यो मैले एप्लाई गरेर चाहिँ यो मैले युज गरेको धेरै भयो, मेरो धेरै स्किन चाहिँ धेरै राम्रो भयो, त्यही भनेर चाहिँ तपाईहरुसँग शेयर गरेको। अनि मेरो भिडियो कस्तो लाग्छ है, राम्रो लागेपछि लाइक कमेन्ट एन्ड शेयर गरिदिनु है। ओके बाइ बाइ। हेर्नु सक्नुहुन्छ फेस है।